शरीरमा एक थोपा रगत रहउन्जेलसम्म यो लुट तन्त्रको विरोधमा उभिनेछु। चाहे जतिवटा मुद्दा लगाउनु छ लगाऊ, ज्यान मार्नु छ मार। मैले मेरो व्यक्तिगत जीवनका लागि कहिल्यै केही मागेको छैन र माग्नेवाला पनि छैन। मलाई थाहा छ यदि म राजनीतिमा हुन थिएँ भने मैले यो दुःख खेप्नु पर्ने पनि थिएन। र यसलाई लोकतन्त्रको आडमा, गणतन्त्रको आडमा, संघीय लोकतान्त्रिक गणतन्त्रको आडमा लुटतन्त्र मचाइरहेकाहरूलाई खबरदारी गर्न रवि लामिछाने कहिले पनि पछि हट्दैन। चाहे एक ठाउँमा त मुद्दा समेत नबुझाएर राखेको छ। यिनलाई लागेको थियो छ होला यसको टाउकोमाथि एउटा तरबार राख्यो भने त यो चुपचाप बस्छ, यो डराउँछ भनेर लागेको छ होला। कुनै पनि बेला शिरमाथि राखेको तरबार खसाल म थाप्न तयार भएर घरहरू जल्छन्, मानिसहरू सडकमा ढल्छन् भने तपाईँ हाम्रो सुरक्षा अहिलेको गृह मन्त्रालयको नेतृत्वले गर्न सक्छ कि सक्दैन? छातीमा हात राखेर कसले ढलायो, के षड्यन्त्र भए, कसको हातमा हतकडी लाग्नु पर्ने थियो, कसको हातमा हतकडी लाग्नु पर्ने थिएन, यो कुरा सबै चितवनलाई बताउन चाहन्छु। यतिखेर म माथि देशका विभिन्न जिल्लाहरूमा मुद्दामाथि मुद्दा लगाइएको छ। सरकारले आफूले गर्न सक्ने जति, हुन सक्ने जति जोडबल लगाएको छ। के भयो के भएन मैले भन्नु पर्दैन। कतिपयले भन्ने गर्छन् केही न केही नभएको भए तँलाई त्यत्रो धरौटी लिन्थ्यो त अदालतले भनेर केहीले भन्ने गरेका छन्। अदालतको प्रारम्भिक आदेशलाई समेत अपव्याख्या गरेर अपमान गर्ने काम गरिरहेको मैले सुनिरहेको छु। यदि तपाईको इन्टेन्सन लोकतन्त्र बचाउने हो भने, लोकतन्त्रको खोल ओढेर देश लुट्ने हो भने तपाईको मुखमा लोकतन्त्र र गणतन्त्र सुहाउँदैन। नलिनुहोस् त्यो नाम। होइन, साथै लोकतन्त्र बचाउने हो भने प्रतिपक्ष भन्नुहोस्। यतिखेर प्रतिपक्ष मोर्चा बलियो हुन जरुरी छ। म सञ्चारकर्मी साथीहरूलाई आउँदाखेरि घरहरू जल्छन्, मानिसहरू सडकमा ढल्छन् भने तपाईँ हाम्रो सुरक्षा अहिलेको गृह मन्त्रालयको नेतृत्वले गर्न सक्छ कि सक्दैन? छातीमा हात राखेर पटक पटक हाम्रो डिएनए टेस्ट गर्ने कुरा हुन्छ। तिमीहरू के वादी हो, कहाँ वादी हो, कस्तो वादी हो? पटक पटक रासोपाले कतिवटा जाँच दिनुपर्छ? हामीले लेखेर, बोलेर, देखिएर, भनेर ठाउँ ठाउँमा हामीले बताइसकेका छौँ हामी के हौँ, को हौँ। वर्तमान संविधानलाई मानेर, व्यवस्थालाई मानेर, परिवर्तनलाई स्वीकार गरेर आएको राजनीतिक दल हो रासोपा। कतिपटक सुन्न चाहनुहुन्छ? गणतन्त्रवादीको कित्तामा छैनौ कि भनेर लुटतन्त्रलाई प्रश्रय दिनका लागि गणतन्त्रवादी होइनौ कि, लोकतन्त्रवादी होइनौ कि भनेर हिलो छ्याप्ने जुन प्रयास गरिरहनु भएको छ, म तपाईँहरूलाई स्पष्ट पार्न चाहन्छु। जहाँ तपाईँ उभिरहनु भएको छ त्यो गणतन्त्र होइन। तपाईँले गणतन्त्रको खोल ओढ्नु भएको छ, लोकतन्त्रको खोल ओढ्नु भएको थियो। रासोपा खोल ओढ्दैन। रासोपाले आफ्नो कुरा स्पष्टसँग राखेको छ। तर तपाईँको करतुत लुकाउनका लागि तपाईँको कित्तामा उभिएर फोटो खिचाउने रहर रासोपालाई छैन। जनताको पक्षमा रासोपा छ, परिवर्तनको पक्षमा रासोपा छ। त्यसैले उपस्थित आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरू, हामीले फेर्नु पर्ने धेरै कुराहरू छन्। त्यसैका लागि हामी प्रतिबद्ध भएर आएका छौँ। हामी हिंसाको विरोधी हौँ। कुनै पनि किसिमको लुटपाट, हिंसाका गतिविधिहरू नहुन् भन्ने कुरामा हामी सचेत छौँ। र लोकतन्त्रभन्दा उन्नत तन्त्र कहीँ कतै आजसम्म देखिएको छैन। यो कुरामा हामी स्पष्ट छौँ, प्रतिबद्ध छौँ। तर लोकतन्त्रको नाम दिएर आफ्नो वर्षौंको लुटलाई अनुमोदन गर्ने जुन दुष्प्रयास नेतातन्त्रले गरिरहेको छ, लुटतन्त्रले गरिरहेको छ, त्यसका विरुद्ध त ज्यान गए पनि हामी पछि हट्नेवाला छैनौँ, निरन्तर लागिरहनेछौँ। उपस्थित दाजुभाइ, दिदीबहिनीहरू, कुन बेला कतिखेर सरकारले मेरो यो आवाज थुत्नेछ मलाई थाहा छैन। मेरो आवाज थुतियो भने त्यो आवाज बन्न तपाईँले प्रतिबद्धता व्यक्त गर्नुपर्नेछ। रासोपा कमजोर पार्न सकिन्छ कि, रासोपालाई फुटाउन सकिन्छ कि, रासोपालाई टुटाउन सकिन्छ कि, विभाजित गर्न सकिन्छ कि भन्ने कुरामा मानिसहरू लागि परिरहेका छन्। म तपाईँलाई प्रतिबद्ध हुनको निमित्त आह्वान गर्न चाहन्छु। हामीसँग एउटै उपाय छ, जुन बाटो हामीले रोकेका छौँ, लोकतान्त्रिक उपाय। लोकतन्त्रको बाटो गरेर हामीले शान्त विद्रोह गर्यौँ। तर हामीमाथि प्रतिशोध साध्यो राज्यले। के चाहिएको यो सरकारलाई? मैले पार्लियामेन्टमा उभिएर भनेको थिएँ, 2/3 सरकार, यो दुईटा ठुला राजनीतिक दल मिलेर बनेको सरकार, यो त सफल हुनेवाला त छैन। अलग अलग तपाईँहरूले के गर्नुभयो देखिहालियो। शब्दहरूमा अन्यथा नलिनु होला। दुईटा चोर मिलेर साधु हुँदैन।
यसलाई मिठे गरी पनि भन्न सकिन्थ्यो होला, तर मेरा तीता अनुभवहरूले थाहा छैन मेरो स्वरमा ती मिठास आउँछन् कि आउँदैनन्, अथवा त्यो मिठास आउन कति समय लाग्छ मलाई थाहा छैन। र मैले पार्लियामेन्टमा स्पष्ट रूपमा भनेको थिएँ यो ऐतिहासिक भूल हुन्छ। यदि यो सरकारले डेलिभरी दिन सकेन भने त्यसको परिणाम के हुन्छ भन्ने कुरा तपाईँले सोच्नु भएको छ? मैले संसदमा उभिएर भनेको थिएँ, आज परिणाम देखिएको छ। संविधान संशोधन गर्छु भनेर बसेको सरकार झन्डै संविधान नै फेल हुने अवस्थामा पुग्दाखेरि पनि अझै चेतेको छैन। यतिखेर पनि ऊ सोचेर बसेको छ रवि लामिछानेलाई कहाँबाट थुन्ने होला भन्ने योजना बनाएर बसेको छ। थुन मलाई थुनेर संविधान बाँच्छ, व्यवस्था बाँच्छ, देश बाँच्छ, जनता खुसी हुन्छन् भने तयार। मैले हात पहिला पनि देखाएको छु, अझै पनि लगाऊ हतकडी म तयार भएर बसेको छु। तर गलत भइरहेको छ। जो व्यवस्थाप्रति प्रतिबद्ध भएर आएको छ, जसले परिवर्तनलाई स्वीकार गरेर आएको छ, त्यसमाथि यो किसिमको अन्याय र अत्याचार जुन सरकारले गरेको छ, सडकमा उभिएको आक्रोश राजालाई विश्वास गरेर आएको आक्रोश मात्र होइन, यिनीहरूलाई दण्डित गर्नुपर्छ। जसले दण्डित गरे पनि हुन्छ भनेर आएको। मलाई थाहा छैन बाहिर आएका मानिसहरू कति राजावादी हुन्, कतिले राजालाई मानेर आएका हुन्, मलाई थाहा छैन। तर यिनको तन्त्र, यिनको नेता तन्त्र अन्त्य हुनुपर्छ भनेर त्यो आक्रोश भोग्न चाहिँ आएका हुन्, मलाई थाहा छ। यही चाहिँ मलाई थाहा छ। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, अब हामीसँग धेरै उपाय छैन। हामी हिंसात्मक आन्दोलन गर्न चाहँदैनौँ। राजसभाले पोखरामा आन्दोलन गर्यो, तिमीहरू पनि उस्तै हो भनेर कसैले भने, उस्तै होइन। मानवाधिकारवादीहरूले आएर मलाई भनेका थिए तपाईहरुले गर्नुभएको आन्दोलनबाट पोखरामा एउटा पात पनि छैन, यस्तो पो आन्दोलन। तर घुसपेट भयो हाम्रो आन्दोलन पनि हामीले देख्यौं। जुन दिन अदालतमा मुद्दा बुझायो हाम्रो पार्टीले विज्ञप्ति निकालेर भन्यो अब कुनै पनि आन्दोलन नगर्नु होला, किनकि सरकारको हातबाट अब अदालतमा गएको छ, हामीले अदालतलाई सम्मान गर्छौं भनेर भनेका हौं। तर यिनलाई त्यो पनि रुचेन। के रुच्छ यिनीहरूलाई? व्यवस्थाको पक्षमा बसेर निर्वाचनका माध्यमबाट 21 जना सांसदहरू लिएर आउँदा यिनीहरूलाई रुचेको छैन, पचेको छैन। मैले धेरै कुरा भन्नु छ, तर म चितवनका जनता मार्फत केही कुरा भन्न चाहन्छु। मलाई आज यति मात्र बोल्ने अनुमति दिनु होला। मैले चितवनलाई बताउनु छ, चितवनले मेरो लागि दुई पटक असुर ग्यास लाठी खाएको छ, टाउको फुटाएको छ, रगत बगाएको छ। मेरो लागि, परिवर्तनका लागि चितवनले एउटा लहर ल्याएको छ। 21 जना संसद विभिन्न ठाउँबाट जितेर ल्याए तापनि त्यो श्रेय चितवनलाई दिँदाखेरि कसैले चित्त नदुखाउनु होला, किनकि यो न्यू क्रान्तिको सुरुवात मैले मेरो प्यारो चितवनलाई गएर बताउनु पर्नेछ म माथि के भयो। 84 दिन यिनीहरूले मलाई के गरे, दासढुङ्गाको बाटोबाट मध्यरातमा कुन नियतका साथ यिनीहरूले मलाई लिएर गएको थियो, मैले चितवनलाई भन्नु छ, मैले जनतालाई बताउनु छ। मैले बताउन पाउँछु पाउँदिन मलाई थाहा छैन, मेरो टाउको माथि तरवार झुन्ड्याएको छ मलाई थाहा छ, तर म चितवनलाई बताउन चाहन्छु। आगामी शनिबार, आउने शनिबार म चितवन जाँदैछु। म त्यो चितवनको सभामा चितवनका जनतालाई सरकार कसरी गर्यो